वेलकम ब्याक टु माई च्यानल है। तपाईहरुको प्यारो अर्जुन लिम्बू। म चाहिँ बिहान उठेर ब्रस गरिरहेको छु अनि जस्ट इम्पोर्टेन्ट थियो। हामी चाहिँ कहीँ जानलाई चाहिँ म रेडी हुँदै थिएँ फ्रेस भएर। अनि त्यहाँदेखि हामी चाहिँ रेडी भएर साथीहरुसँग भेटेको चाहिँ भिडियो बनाएन छ। गाडीमा बसिसके चाहिँ पछि चाहिँ मैले बनाएको थिएँ। अनि हाम्रो गाडीमा चाहिँ एकदमै प्याक भई उभिराख्नु भएको थियो। अनि हामी तीनजना चाहिँ डिफ्रेन्ट ठाउँमा बसेर भिडियो बनाइरहेको थिएँ मैले चाहिँ। अनि साथीहरु चाहिँ त्यहाँ कुरा गरिरहेछन् है, कुरा गरिरहेछन्। अनि हाम्रो चाहिँ ठ्याक्कै फेरि जाम पर्यो। जाम भएको कारणले चाहिँ मैले आफ्नो उयोलाई हिर्काइरहेको छु। अनि हामी चाहिँ ब्याक टु फेरि लाकोली भन्ज्याङ भन्ने ठाउँमा चाहिँ हामी हाइकिङ गइरहेको थियौँ। अब अरू साथी चाहिँ गएन, हामी तीनजना चाहिँ हाइकिङ स्टार्ट गरिरहेको थियौँ। अनि हाइकिङ गरिरहेको थियौँ। हामी उकालोमा चाहिँ मैले चाहिँ थोरै भिडियोहरू लिँदै गइरहेको थिएँ। उनीहरू चाहिँ रमाइलो गर्दै, दुईजना चाहिँ रमाइलो गर्दै हिँडिरहेको थियौँ। हामी तीनजना मात्रै गइरहेको थियौँ। अनि एकदमै बाटो चाहिँ ठिकै रहेछ। अनि बाटो चाहिँ त्यस्तो अप्ठ्यारो पनि होइन, त्यस्तो गाह्रो पनि होइन, ठिकै उकालो सर्टकट बाटो गइरहेको थियौँ। अनि यहाँ चाहिँ हामी पुगेर हामी चाहिँ किनभने ग्रुपै छौँ त, कलेजमा हामी ग्रुपै छौँ। ग्रुपै भएको कारणले चाहिँ यो तिमी यहाँ, तिमी ऊ यहाँ भनेर उसले चाहिँ एक्सप्लेन गरिरहेछ। किनभने रूप पनि त्यही साइजको थियो। हामी चाहिँ सानो ठुलो छौँ नि त। अनि जिउ पनि त्यस्तै छ। अनि सानो ठुलो भएको कारणले उसले चाहिँ एक्सप्लेन गरिरहेको थियो साथीले चाहिँ। अनि एक्सप्लेन गरिरहेको थियो। अनि उसले चाहिँ मजाले फेरि एक्सप्लेन गरिरहेको थियो कि यो म हो भनेर चाहिँ फेरि उसले समातिरहेको थियो। अनि त्यो चाहिँ तिमी हो, यो चाहिँ ऊ हो भनेर नाम तोकी उसले चाहिँ एक्सप्लेन गरिरहेको थियो। अनि हामी चाहिँ त्यहाँ मैले चाहिँ भिडियो बनाइरहेको थिएँ। अनि साथीले चाहिँ त्यहाँ केही कुरा थपिरहेको थियो होइन, रमाइलो गर्दै गइरहेको थियो। अनि त्यहाँदेखि अलिकति माथि गएर चाहिँ देखिने भ्यू हो। अनि त्यहाँदेखि थोरै चाहिँ बाटो चाहिँ अलिकति अफरोड रहेछ। अफरोडमा धुलो यताउता रहेछ। अनि अलिकति धुलो खाँदै पनि गइरहेको थियौँ हामी है, साथी भएर। अनि उनीहरू चाहिँ एकदमै धुलो चढाइरहेको थियो कि, किनभने रुखतिर पाततिर यताउता भएको धुलोहरू चाहिँ उनीहरू दुईजनाले चाहिँ उडाउँदै हिँडिरहेको थियो। अनि एकजना साथीले चाहिँ प्लास्टिक ओढेर गइरहेको थियो, किनभने रमाइलो गरिरहेको थियौँ। हामी चाहिँ रमाइलो गर्दै गइरहेको थियौँ। अनि हाइकिङ गएपछि यतिको त रमाइलो हुनु पऱ्यो नि होइन। अनि एकदमै धुलो भएको ठाउँमा चाहिँ उनीहरू दुईजना चाहिँ एकदमै धुलो उडाउँदै हिँडिरहेको थियो साथीहरू। केही छैन होइन, जस्ट रमाइलो हो। अनि उनीहरू एकअर्कामा चाहिँ धुलो हाल्न गरिरहेको थियो। मलाई चाहिँ डर लागेको कारणले म चाहिँ अलिकति छिटो भागेँ, तर पनि कहाँ छोड्नु त, समातेर धुलो भएर हानिरहेको थियो। उनीहरूले दुईजनाले चाहिँ। हामी चाहिँ एकदमै इन्जोय गरेर गइरहेको थियौँ। अनि दुईजना चाहिँ अझै नै स्टिल धुलो हानी गरिरहेको थियो। किनभने त्यहाँ एकदमै हाफ बाटोमा चाहिँ एकदमै बेसी धुलो चाहिँ एकदमै धेरै थियो। किनभने बाटो त्योभन्दा तल चाहिँ पिच एकदमै राम्रो थियो, तर त्योभन्दा माथि चाहिँ आधी बाटोदेखि माथि चाहिँ एकदमै धुलो के। त्यो भएको कारणले हामी चाहिँ त्यहाँदेखि खाजासाजा खाएर हामी चाहिँ फेरि पार्क ठ्याक्कै एन्ट्री गऱ्यौँ। अनि एन्ट्री गर्दै हामी चाहिँ अलिकति माथि पुगेर पुरा रमाइलो गर्दै गीत गाउँदै हामी चाहिँ हिँडिरहेको थियौँ। अनि हाम्रो यतिको चटक त गर्दै हिँड्नु परिहाल्यो होइन, यतिको चटक गरेर हिँडिरहेको थियौँ। अनि दुईजना चाहिँ पछाडि अगाडि पुगेर खिच्दै हिँडिरहेको थियो। अनि साथीले चाहिँ गीत गाउँदै हिँडिरहेको थियो। अनि मैले चाहिँ नाच्दै गीत गाउँदै दुईजना चाहिँ पछाडि गीत गाउँदै आइरहेको थियो होइन। यति अब हाइकिङ गएको हो, हाइकिङ गएको जस्तो हुनु पऱ्यो नि त। अनि केही एडभेन्चर गरौँ भनेर चाहिँ दुईजना यस्तो बाटो हिँडिरहेको छ। म चाहिँ अलिक पछाडि, उनीहरूभन्दा अलिक पछाडि गएँ। उनीहरू पहिला भिडियो बनाइदिएर पछाडि गएँ। अनि यतिको चटक त गर्नु